हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नतिर, खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैको अगाडि उभिन्छ जस्तो मलाई लाग्छ। सम्माननीय सभा महोदय, बजेटको छलफलमा कुराहरू हामीले राखिरहेका छौँ, तर रेड बुक चाहिँ बनिसकेको छ भन्ने जानकारी आएको छ। एक दुईवटा किताबहरू पनि हामीलाई प्राप्त भएको छ। यो छलफल चाहिँ हाम्रो त्यो बुक बन्नुभन्दा पहिला हामीले गरेर हाम्रो सल्लाहहरू त्यसमा राखिदिए राम्रो हुन्थ्यो। अर्थमन्त्रीज्यूलाई मेरो अनुरोध छ, सरकारलाई हाम्रो अनुरोध छ। अर्थमन्त्रीज्यूले यही रोस्ट्रममा उभिएर 5 वर्ष पछाडि तपाईँहरूको इच्छाअनुसारको बजेट बनाउनुहोस् भन्ने हिसाबले बोल्नुभएको कुराप्रति पनि म सहमति र आपत्ति व्यक्त गर्दै, खासमा यो बजेट भनेको चाहिँ के हो भन्ने कुरा हामीले बुझ्नुपर्छ जस्तो लाग्छ। बजेट भन्ने चाहिँ सरल भाषामा मैले बुझेको चाहिँ यति पैसा उठाउँछु र यो काम गर्छु भन्ने हाम्रो आर्थिक योजना हो। कति पैसा उठाउने त, तर कसरी उठाउने त भन्ने ढङ्ग पनि हुन्छ होला। अलिक क्रिटिकल्ली नै मैले यसलाई चाहिँ नै समीक्षा गर्नुपर्छ। पेट्रोलियम पदार्थको मूल्य विश्वकै सबैभन्दा महँगो नेपालमा, त्यसरी चाहिँ नि होइन, डे टु डे चाहिने उपभोग्य तपाईँको चाहिँ नि सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाकली बढाएर हामीले राम्रो बजेट बनाइरहेका छैनौँ भन्ने मलाई लाग्छ। त्यसो भएको कारणले गर्दाखेरि हामीले त्यतातिर ध्यान दिनुपर्छ भन्ने मलाई लाग्दछ। अनुरोध गर्न चाहन्छु। बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रा के हुन् र विकास हाम्रो के हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई